नमस्कार तथा स्वागत छ कार्यक्रम नेत्रावती डबजोङ दर्पणमा म दिपा अधिकारीको तर्फबाट। यो कार्यक्रम नेत्रावती डबजोङ गाउँपालिकाको सहयोगमा नीलकण्ठ एफएमले उत्पादन गरेको हो। हामी यो कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका भित्र भएका गतिविधि र नेत्रावती डबजोङ गाउँपालिकाको विकासको विषयमा केन्द्रित रहेर छलफल गर्नेछौँ। तपाईले यो कार्यक्रम नीलकण्ठ एफएम 98.5 मेगाहर्जमा प्रत्येक हप्ताको बुधबार ठिक यसै समयमा सुन्न सक्नुहुनेछ। तपाईले यो कार्यक्रम नीलकण्ठ एफएम 98.5 मेगाहर्जमा प्रत्येक हप्ताको बुधबार ठिक यसै समयमा सुन्न सक्नुहुन्छ भने पुनः प्रसारण बिहीबार बिहान 8 बजेबाट पौने 9 बजेसम्म सुन्न सक्नुहुन्छ। साथै हाम्रो अनलाइन प्रसारण www.nilakantha.fm.com बाट संसारको जुनसुकै स्थानबाट एकैसाथ सुन्न सक्नुहुन्छ भने फेसबुक लाइभ हाम्रो पात्रबाट र नीलकण्ठ एफएमको आफ्नै एप्सबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी नेत्रावती डबजोङ गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा, विकास निर्माणको कामको गतिविधि, नेत्रावती डबजोङ गाउँपालिकाबाट प्रकाशन भएका सूचना लगायतका सामग्रीहरू प्रसारण गर्नेछौँ। अबको 45 मिनेट हामी नेत्रावती डबजोङ गाउँपालिकाको विषयमा कुराकानी गर्नेछौँ। तपाईँ रेडियो सेट छाडेर अन्त कतै नजानुहोला। सूचना पाउनु नागरिकको अधिकार हो र गाउँमा भएका विकास निर्माणको कामको बारेमा जानकारी पाउने तपाईको अधिकार पनि हो। त्यसैले तपाईको गाउँठाउँमा भइरहेको गतिविधिहरू अब हामी रेडियोबाट प्रसारण गर्नेछौँ। तपाईको ठाउँमा कस्तो योजना आउँदैछ, कति रकमको हो, कसले गर्नेछ र कहिलेबाट सुरु हुँदैछ भन्ने कुराको जानकारी लिनु तपाईको दायित्व पनि हो। साथै नेत्रावती डबजोङ गाउँपालिकाबाट हुने सम्पूर्ण गतिविधिहरू यसै नेत्रावती डबजोङ दर्पणबाट प्रसारण गर्नेछौँ। कार्यक्रम सुन्न नछुटाउनुहोला। परापूर्व कालदेखि वाइबा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाको बेसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ गाउँपालिका रहन पुगेको हो। यस गाउँपालिकामा 5 वटा ओडाहरू रहेका छन्, जसमा पूर्वमा नुहाकोटको मेगाङ गाउँपालिका, पश्चिममा त्रिपुरा सुन्दरी र गङ्गा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा खनियापास गाउँपालिका र दक्षिणमा नीलकण्ठ नगरपालिका रहेका छन्। नेत्रावती डबजोङ गाउँपालिका भित्र साबिकको सेमजोङ, मार्पाक र कटुन्जे गाउँ विकास समितिहरू रहेका छन्। यस गाउँपालिकामा जातीय हिसाबले विशेष गरी तामाङ, गुरुङ, नेवार, घरती, मगर तथा दलित समुदायको बसोबास रहेको छ। यस गाउँपालिका भित्र धार्मिक महत्त्वका क्षेत्रहरू जस्तै बिन्दुकेश्वर महादेव स्थान, कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोस्रो नवबुद्ध क्षेत्र वाकारह रहेको छ। नेत्रावती डबजोङ गाउँपालिका पुग्न धादिङ बेसीबाट 1 घण्टाको सवारी साधनको यात्राबाट पुग्न सकिन्छ। भौगोलिक हिसाबले हेर्दा धेरै विकट होइन। विकासको तर्फबाट भने नेत्रावती डबजोङ गाउँपालिका समृद्धितिर लम्किरहेको छ। मध्य पहाडी लोकमार्ग पनि यसै स्थान भएर जानेछ। ऐतिहासिक तथा धार्मिक स्थलको हिसाबले पनि नेत्रावती पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका रहेको छ। आज हामी यस कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाले कृषि, स्वास्थ्य र पशु सेवाको क्षेत्रमा गरिरहेका प्रयास, उपलब्धि र भावी योजनाको बारेमा कुराकानी गर्नेछौँ। सबैभन्दा सुरुमा कुरा गरौँ कृषिको। गाउँपालिकाको कृषि विकास शाखाले गरिरहेको कामहरूको बारेमा हाम्रा सहकर्मी आकाश लम्सालले गाउँपालिकाका कृषि प्राविधिक सहायक लक्ष्मी विष्टसँग कुराकानी गर्नुभएको छ। आउनुहोस् अब सुनौँ नेत्रावती डबजोङ गाउँपालिकाले कृषिमा के कस्ता काम गरिरहेको छ त भनेर जानकारी लिन। नमस्कार, मेरो नाम लक्ष्मी विष्ट। म चाहिँ यस नेत्रावती डबजोङ गाउँपालिकामा प्राविधिक सहायकको रूपमा कार्यरत छु।
हालसम्म हाम्रो यस कृषि विकास शाखाबाट विभिन्न प्रकारका कार्यहरू भइरहेको छन्, जसमध्ये हामीले जैविक विषादी वितरणको काम गऱ्यौँ, जसमा हामीले यो वातावरणलाई धेरै असर नगर्ने, वातावरणलाई राम्रो गर्ने खालका विभिन्न प्रकारका जैविक विषादीहरू प्रयोग गऱ्यौँ। यो चाहिँ अहिले यस पालिकाको लागि चाहिँ एउटा नयाँ कार्य जस्तै भएको छ, जसमा चाहिँ हामीले किसानमा एउटा चेतना जगाउन सक्ने उद्देश्यले चाहिँ हामीले जैविक विषादीको प्रयोग वितरण गरिरहेका छौँ। अहिले चाहिँ हामीले अर्को काम भनेको टनेल निर्माणको, जसले चाहिँ यहाँको भूगोललाई, यहाँको हावापानीलाई सुहाउँदो बेमौसमी तरकारी खेती गरेर चाहिँ हामीले टनेलको उचित प्रयोग गरिरहेका छौँ, जसले चाहिँ यहाँको किसानहरूले बजारको मागलाई सम्बोधन गर्न सक्ने हिसाबले चाहिँ हामीले एक घर एक टनेलको अवधारणाको स्वरूप हामीले कार्यहरू गरिरहेको छौँ। अहिले चाहिँ हामीले यहाँ चाहिँ विभिन्न किसानहरूलाई उहाँहरूमा एउटा चाहिँ सिप विकास गर्नको लागि विभिन्न प्रकारका तालिमहरू पनि हामीले दिने योजना बनाएको छौँ, जसमध्ये हामीले एउटा यही टनेल त दिइरहेको छौँ होइन। त्यो टनेलभित्र चाहिँ कसरी चाहिँ तरकारी खेती गर्ने, त्यो टनेललाई कसरी व्यवस्थापन गर्ने भनेर चाहिँ एउटा तालिम पनि चाँडै नै सञ्चालन गर्ने योजनामा छौँ। त्यसपछि चाहिँ हामीले यहाँ चाहिँ धेरै प्रकारका जडीबुटीहरू जस्तै तितेपातीहरू, असुरोहरू पाइँदो रहेछ। यसलाई चाहिँ प्रयोग गरेर हाम्रै गाउँघरबाट नै हामीले जैविक विषादी बनाउने, जैविक विषादीको उचित प्रयोग गर्ने उद्देश्यले चाहिँ हामीले यसपालि चाहिँ जैविक विषादी बनाउने अथवा झोलमोल बनाउने तालिम पनि दिने सोचमा छौँ। अहिले चाहिँ यहाँको हावापानीमा चाहिँ धेरै प्रकारका फलफुलहरू पनि पाइने भएकोले अहिले चाहिँ सशर्तको काममा एउटा हाम्रो व्यावसायिक फलफुल खेती प्रवर्धन भन्ने कार्यक्रम आएको छ, जसमा चाहिँ हामीले सबै कृषकहरूसँग चाहिँ आवेदन सङ्कलन गरेको छ। यो कार्यक्रम पनि हाम्रो लगत्तै सुरु हुने भएको छ। यसमा हाम्रो यहाँ चाहिँ यहाँको हावापानीमा हुने जस्तो विभिन्न प्रकारका रैथाने बालीहरू पाइन्छ। यसलाई चाहिँ प्रवर्धन गर्नको लागि पनि हामीले विभिन्न प्रकारको कार्यक्रमहरू गर्ने सोचमा छौँ। अहिले हाम्रो स्थानीय तहको अधिकारमा रहेको यो जैविक विविधता प्रवर्धन गर्ने उद्देश्यले चाहिँ हामीले रैथाने बाली, जैविक विषादी जस्ता कार्यक्रमहरूलाई चाहिँ अझै राम्रोसँग अगाडि बढाउने सोचमा छौँ। अब चाहिँ हामीले किसानहरूले चाहिँ एउटा निर्वाहमुखी मात्रै काम गरिराख्नु भएको छ। उहाँहरूलाई चाहिँ व्यावसायिकतातर्फ चाहिँ कसरी चाहिँ हामीले अगाडि बढाउन सक्छौँ, त्यसमा चाहिँ हामीले काम गर्नेछौँ। अहिलेसम्म चाहिँ हामीले बजार व्यवस्थापनको लागि त्यति यस्तो कलेक्टिभली खासै काम चाहिँ भएको छैन। अब चाहिँ भर्खरै हामी यहाँ सबैले निर्वाहको मात्रै काम गरिरहनु भएको छ, व्यावसायिकतातर्फ खासै जानुभएको छैन। अहिलेको आर्थिक वर्षबाट चाहिँ हामीले अलिकति व्यावसायिकतालाई जोड दिएर अलिकति बल्क अमाउन्टमा उत्पादन गरिसकेपछि चाहिँ त्यसलाई मार्केटसम्म पुर्याउनको लागि चाहिँ विभिन्न सहकारीको थ्रुमा हुनसक्छ, विभिन्न समूहको थ्रुमा हुनसक्छ, एउटा कलेक्टिभ अप्रोचमा चाहिँ बजार व्यवस्थापन गर्ने सोचेका छौँ। कृषिपछि अब लागौँ स्वास्थ्यतर्फ। पालिकावासीको स्वास्थ्य अवस्था सुधार्न स्वास्थ्य शाखाले के कस्ता अभियानहरू चलाइरहेको छ, सुनौँ स्वास्थ्य शाखा प्रमुख खगेन्द्र प्रसाद जोशीको भनाइ। नमस्कार, म खगेन्द्र प्रसाद जोशी, नेत्रावती टपजोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख। नेत्रावती टपजोङ गाउँपालिका स्वास्थ्य शाखाले यो आर्थिक वर्ष 2082-83मा सम्पन्न गरेको कार्यक्रमहरू र अब सञ्चालन क्रममा रहेको कार्यक्रमहरूको बारेमा म केही जानकारी गराउन गएको छु। यो वर्षको सुरुवातमा असोज महिनामा वार्षिक समीक्षा कार्यक्रम र नयाँ आर्थिक वर्ष 83-82-83को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न गरे पछाडि हामीले प्रजनन स्वास्थ्य र उडाला शिविर, महिलाहरूको चाहिँ पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याहरू लगायतको स्क्रिनिङ गर्ने कार्यक्रम मङ्सिरमा कार्यक्रम सञ्चालन गरेका थियौँ भने जसमा 350जना महिलाहरूको सहभागिता रहेको थियो, जसमध्ये चाहिँ चौथो डिग्रीको आङ खस्ने 2जना महिलाहरू भेटिएकोमा अहिले धादिङ अस्पतालमा यही वैशाखको
26 गते हुन गइरहेको शल्यक्रिया शिविरमा उहाँहरूलाई हामीले सम्पर्क गराएर शल्यक्रियाको लागि पठाउने व्यवस्था पनि गरेका छौँ। त्यसै गरी यही वर्षमा हामीले विद्यालयहरूमा केन्द्रित पाठेघरको मुखको क्यान्सर विरुद्धकै खोप अभियान पनि सञ्चालन गऱ्यौँ। माघ महिनामा सञ्चालन भयो। त्यसै गरी समुदाय स्तरमा नसर्ने रोगहरूको स्क्रिनिङ एनसिडी स्क्रिनिङ कार्यक्रम 1 महिने अभियान थियो राष्ट्रको। हामीले माघ र फागुनमा गरेर माघ अन्तिमदेखि फागुन महिनाभरिमा 1 महिना अभियान हामीले नसर्ने रोग स्क्रिनिङ गऱ्यौँ, जसमा 1100 जना 30 वर्षभन्दा माथिको नागरिकहरूको हामीले स्वास्थ्य परीक्षण गरेका छौँ। यसै गरी हामीले माघ महिनामै समुदाय स्तरमा सक्रिय क्षयरोग खोज पडताल कार्यक्रम जुन चाहिँ हामीले एआई एक्सरे बेस्ड कार्यक्रम गरेका थियौँ, जसमा चाहिँ 700 जनाको हामीले छातीको परीक्षण एक्सरेबाट गरेका थियौँ भने 3 जना क्षयरोग निदान भएको व्यक्तिहरू अहिले हाम्रो उपचारमा हुनुहुन्छ। यसै गरी समुदायमा आधारित एकीकृत बालरोग व्यवस्थापनको CBIMNSI को समीक्षा तथा स्वास्थ्य कर्मीहरूलाई तालिमको कार्यक्रम पनि हाम्रो शाखाले गरेको छ। यसै गरी स्वास्थ्य कर्मीहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तालिमको पनि आयोजना गाउँपालिकाले गरेको छ। माघ महिनामा कार्यक्रम सञ्चालन गरेको थियो। हाम्रो महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरू सम्बन्धीको अभिमुखीकरण गर्ने कार्यक्रम पनि यो वर्षमा सम्पन्न भइसकेको छ। यसै गरी स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड MSS को मूल्याङ्कनको काम पनि सम्पन्न भएको छ, जसमा हाम्रो 3वटा स्वास्थ्य चौकीहरूमा कटन्जे स्वास्थ्य चौकी 84 अङ्क, सेमनुङ स्वास्थ्य चौकी 70 र मार्पाक स्वास्थ्य चौकी 75 अङ्क सहित हाम्रो अहिलेको अवस्थामा रहेको छन्। त्यसै गरी ठ्याक्कै हामीले हालसालैमा वैशाखको 6 र 7 गते राष्ट्रिय भिटामिन A कार्यक्रम सम्पन्न गरेका छौँ। यो सँगसँगै पोषण लेखाजोखा कार्यक्रम राष्ट्रिय अभियान हो। यो हाम्रो गाउँपालिकामा पनि अहिले पोषण लेखाजोखा कार्यक्रम भइरहेको छ सञ्चालनमा। यसमा चाहिँ 5 वर्ष मुनिको बालबालिका र 1000 दिने सुनौलो 1000 दिनको आमाहरू गर्भवती र 2 वर्षसम्मको बच्चाको आमाहरू चाहिँ पोषण लेखाजोखा गर्ने कार्यक्रम हो र यो अहिले सञ्चालनमा छ। यसै गरी हामीले हिजो मात्रै किशोर किशोरी स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गतको किशोर किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम मार्बाक स्वास्थ्य चौकीमा सम्पन्न गरेका छौँ भने मार्बाक स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सहितको चाहिँ स्वास्थ्य संस्था घोषणा प्रमाणीकरण गर्ने कार्यको पनि सुरुवात गरेका छौँ। त्यसलाई अहिले किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा हामीले विकास गरेका छौँ। र अबको क्रममा हाम्रो कार्यक्रम आत्महत्या न्यूनीकरणको कार्यक्रम हाम्रो योजनामा छ। यो चाहिँ जेठको पहिलो हप्ता हाम्रो गाउँपालिकाभरिको माध्यमिक विद्यालय 5वटा छ र 5वटै माध्यमिक विद्यालयहरूमा चाहिँ विद्यार्थीहरूलाई लक्षित गरेर चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी नै आत्महत्या रोकथामको पनि हामीले आत्महत्या न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ। र यसै गरी हाम्रो निरन्तर अहिले भइरहेको कार्यक्रममा चाहिँ हाम्रो गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा दिगोपना प्रमाणीकरण गर्ने कार्यक्रमको लागि चाहिँ घरधुरी सर्वेक्षण गर्ने कार्यक्रम सकिसकेको छ भने अब हामी वडा प्रमाणीकरण र पालिकालाई चाहिँ घोषणा प्रमाणीकरण गर्ने कार्यक्रम हाम्रो अहिले चलिरहेको छ। यो जेठको 15 गते भित्रमा यो सम्पन्न गर्ने हामीले लक्ष्य लिएर अगाडि बढेका छौँ। यो आर्थिक वर्षमा हामीले सम्पूर्ण कार्यक्रमहरूलाई धेरै कार्यक्रमहरू सम्पन्न भइसकेको छ। अब क्रममा रहेको कार्यक्रमहरूलाई पनि हामी अवधिभित्रमै समयमै कार्यक्रम सञ्चालन गरिसक्ने गरी अगाडि बढिरहेका छौँ। स्वास्थ्यसँगै गाउँपालिकाद्वारा पशुपालनको क्षेत्रमा पनि उत्तिकै काम भइरहेका छन्। यसै विषयमा जानकारी दिन पशु सेवा शाखा प्रमुख निर्मल चौधरीसँग सहकर्मी आकाश लम्सालले गर्नुभएको कुराकानी। म निर्मल चौधरी, नेत्रावती डब्जुङ गाउँपालिका पशु सेवा शाखाको शाखा प्रमुख र म चाहिँ यस आर्थिक वर्ष 82-83मा हाम्रो नेत्रावती डब्जुङ गाउँपालिकाको पशु सेवा शाखाबाट सञ्चालन भइरहेको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेको छु। र यस आर्थिक वर्षमा हाम्रो शाखाबाट सञ्चालन भइरहेको सङ्घीय सरकारद्वारा सशर्त अनुदानको रूपमा हस्तान्तरित 3वटा कार्यक्रम रहेको छ। पहिलो नम्बरमा आर्थिक वर्ष 82-83मा गाई भैँसीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालनको लागि सङ्घीय सरकारबाट 25 लाख रुपैयाँ
अनुदानको रूपमा प्राप्त भएको थियो र यो कार्यक्रम सञ्चालनका लागि हामीले सूचना प्रकाशन गरेर प्राप्त भएका आवेदनहरूलाई पहिलो चरणको स्थलगत अनुगमन गरी आवेदन परेका मध्ये 3 वटा समूहलाई छनौट गरेर सम्झौता गरी कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको छ यो कार्यक्रम। त्यसै गरी अर्को कार्यक्रम रहेको थियो मासुको लागि पाडा प्रवर्धन कार्यक्रम, जसमा 5 लाख रुपैयाँ अनुदान रहेको थियो र यसमा पनि हामीले सूचना प्रकाशन गरी प्राप्त आवेदनहरूलाई चाहिँ पहिलो चरणको स्थलगत अनुगमन गरी वडा नम्बर 5 मा रहेको एउटा फर्मलाई चाहिँ छनौट गरी कार्यक्रम सम्झौता गरी सञ्चालन प्रक्रियामा रहेको छ यो पनि। त्यसै गरी अर्को कार्यक्रम रहेको थियो गाई भैँसी प्रवर्धन कार्यक्रम। यसमा चाहिँ 4 लाख रुपैयाँ अनुदानको रूपमा प्राप्त भएको थियो र यसको लागि पनि हामीले सूचना प्रकाशन गरी पहिलो चरणको स्थलगत अनुगमन गरी प्राप्त आवेदनहरूमध्ये 2 वटा फर्मलाई छनौट गरी कार्यक्रम सम्झौता गरेर अहिले सञ्चालन प्रक्रियामा रहेको छ। त्यसै गरी अर्को कार्यक्रम भनेको प्रदेश कार्यालयबाट कार्यान्वयन हुने गरी कृषक समूह अनि गाउँपालिका र प्रदेश कार्यालयको 3 वटै कार्यालयको साझेदारीमा सञ्चालन हुने गरी समुदायमा आधारित 1 वडा 1 कृषि उत्पादन कार्यक्रम अन्तर्गत बाख्रा प्रवर्धन कार्यक्रम रहेको थियो र यसको जम्मा बजेट भनेको 66,66,666 रुपैयाँ रहेको छ, जसमा सम्बन्धित समूहको 20% लागत साझेदारी हुनाउने रकम 13,33,333 रुपैयाँ र गाउँपालिकाको 20%ले हुनाउने साझेदारी रकम 13,33,333 र बाँकी रहेको 40 लाख रुपैयाँ प्रदेश कार्यालयको गरी 66,66,666 रुपैयाँको कार्यक्रम रहेको छ र यो कार्यक्रम चाहिँ वडा नम्बर 4 मा रहेको 15 कोष कृषक समूहबाट सञ्चालन भइरहेको छ, जसमा कार्यक्रम अन्तर्गत समूहमा आबद्ध भएका 35 जना सदस्यहरूले आफ्नो बाख्राको लागि नयाँ खोरहरू निर्माण गरिरहनु भएको छ र यो सँगसँगै खोर निर्माण सँगसँगै त्यसमा बाख्रा खरिद कार्यक्रम पनि रहेको छ र यसरी यो कार्यक्रम चाहिँ सञ्चालन भइरहेको छ। अब यस्तो छ, हाम्रो शाखाबाट सञ्चालन भइरहेको कार्यक्रम नियमित हुने सेवा प्रवाहको रूपमा कृषकहरूलाई गाई भैँसी अथवा भेडा बाख्रा पशुवस्तुमा लाग्ने रोगको औषधि उपचार औषधिहरू वितरण हामीले शाखाबाट नै गरिरहेका छौँ। त्यसै गरी फिल्डमा आएका समस्याको बारेमा हामी फिल्डमै गएर उपचार गर्नुपर्ने, के गर्नुपर्ने, औषधि चलाउनु पर्ने कुराहरू गरिरहेका छौँ। यो नियमित सञ्चालन हुने सेवा रह्यो। त्यसै गरी अब बाँकी रहेको कार्यक्रम हाम्रो जति पनि मैले 3 वटा कार्यक्रम भने भुक्तानी भइसकेको छैन, सबै सञ्चालन प्रक्रियामा रहेको छ। हवस् त, आजको अङ्कमा हामीले नेत्रावती डबजोङ गाउँपालिकाको कृषि, स्वास्थ्य र पशु सेवा शाखाका गतिविधिको बारेमा जानकारी राख्यौं। आशा गरौँ जैविक खेती, सुरक्षित स्वास्थ्य सेवा र व्यावसायिक पशुपालनले पक्कै पनि नेत्रावती डबजोङ गाउँपालिकालाई समृद्ध बनाउनेछ। यी सामग्रीहरू राख्दा राख्दै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमप्रति तपाईँको सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई भन्न नबिर्सनुहोला। त्यसको लागि हामीलाई पत्राचार गर्ने ठेगाना हो नीलकण्ठ नगरपालिका वडा नम्बर 3 सुगमटोल धादिङ बेसी। सम्पर्क फोन नम्बर 010-521-430 वा इमेल रहेको छ nilkanthafm@gmail.com। साथै नेत्रावती डबजोङ गाउँपालिकामा पनि सम्पर्क गरेर सल्लाह सुझाव दिन सक्नुहुन्छ। आजलाई कार्यक्रम नेत्रावती दर्पणको समय सकिन लागेको छ। नीलकण्ठ FM 98.5 मेगाहर्ज अनलाइन प्रसारण www.nilkanthafm.com बाट, फेसबुक लाइभ तथा हाम्रो पात्र र एप्सबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम नेत्रावती डबजोङ दर्पण सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। प्राविधिक मित्र विनोद तमुलाई धन्यवाद दिँदै म दिपा अधिकारी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।